अनि तपाईहरुलाई यो सेक्स चाहना चाहिँ हुँदैन? हामीलाई त्यस्तो हुँदैन हेर्नु। हो यसको चाहिँ के अर्को औषधि गरे हुन्छ कि? औषधि गरेको भन्नाले हामी त्यतापट्टि हुँदैनौँ। हामी भनेको अब इच्छै नगरेर चाहनै नहुने त्योतिर ध्यानै नगर्ने हामी ईश्वर प्रभु परमात्मा सम्झिने सबै आफ्ना भगवानका यी दुनियाँ कुराहरू सम्झिने उहाँहरू कस्तो भयो उहाँ कसरी चाहिँ यो हाम्रो सृष्टि भयो भन्ने त्यस्ताहरूमा तलास यसरी गरिन्छ। अनि यो माल खाने एक रूप बनाइदियो अनि अब त्यसमा अब त्यो लाइनमा भिजेपछि अब त्यही लाइनमा हामी त्यही सिद्धान्तमा गइयो। त्यो कुनै हामी अब जवातास रन्डीबाजी यस्तो दुनियाँतिर यतातिर चाहिँ हामीले किनभने प्रभु परमात्मा हामीलाई त्यो उठ्न छैन। अनि तपाईहरुले आशीर्वाद नै दिनुहुन्छ नि हैन? हजुर हामीले आशीर्वाद दिएर टीका सिका लगाइदियो भने तपाईको 9 ग्रह शान्ति हुन्छ। हाम्रो विश्व ब्रह्माण्डको अखण्ड ध्वनिको एउटा विद्युत छ मसँग। त्यो विद्युत तपाईले लाउनु भने तपाईको 9 ग्रह शान्ति। तपाईको कुल पितृदेव हुन्छ नि बाबुबाजेदेखिका पितृदेव भनेर त बुझ्नुहुन्छ नि हो। तिनीहरूले शान्ति र मुक्ति पाउनेछन्। हाम्रो एउटा विद्युत छ अहिले मैले देखेको त्यो मन्दिरमा छ। अहिले गएर हजुरहरूले यो अखण्ड दियो ज्योति हजुरहरूले त्यहाँ गएर दर्शन गर्न सक्नुहुन्छ। अनि यो पशुपतिमा नि एउटा बाबा यो सबै मान्छे आउने जति चाहिँ यो पशुपति यहाँ जीवन सुध्रिने कहानी छ भन्छ नि यसको बारे के हेर्नुहोस् अब जीवन सुध्रिन्छ भन्ने कहानीमा कस्तो भने अब सुध्रिनेलाई सुध्रिने सुध्रिन्छन् नसुध्रिने भनेको अब सजिलै जान सक्छन्। किन यो ठाउँमा भनेको हरेक कुराको व्यवस्था गरिदिए होइन अब खानापिना तर अन्य ठाउँमा हेर्ने हो अब यी हेर्नुहोस् यी अब यी दुनियाँहरू होइन दुनियाँदारहरू ठाउँमा अब व्यवस्था पनि छैन। अब त्यो भनेको त गर्नुपर्ने हामीले नै हो। अरू अब के गर्ने हो हाम्रो ठाउँ हामी आफै बनाऊ। हामी सुन्दरता र सुगन्धितामा बसौँ। यही नै हो सुन्दरता र सुगन्धता नै यो स्वर्ग र नर्क। नर्कमा गइन्छ भनेदेखि तपाईँको अब जस्तै भूमा एउटा किरा हुन्छ नि नर्कमा त्यसको बास हुन्छ त्यसरी नर्क भन्दो रहेछ। अनि जस्तै अब तपाईँको स्वर्गमा चाहिँ कस्तो भने सुगन्धिता एकदम निलो जल भएको एकदम हटी त्यस्तो एकदम कोही पुग्न नसक्ने एकदम आनन्दता सुन्दरता ढुक्कता यस्तो यस्तो त्यहाँनिर भनेको त्यसैलाई र यही हुन् हाम्रा ब्रह्माण्ड भनेको यिनै हुन्। यहीँ गएर हामीले अर्को रमित उहाँसँगै मिल्न पाइयोस् भनेर चाहिँ हामीले यो धर्म कर्म पूजापाठ आराधना यस्तो उहाँहरूकै नाममा। हजुर अनि स्वर्ग र नर्क तलमाथि हो हेर्नुहोस् अब जस्तै माथि भनेको माथि नै भयो सिरै हो होइन पुछार गुहेश्वरी भयो। अब यहाँ भनेको त दुनियाँ अब यो यिनले ल्याइसिने त माता भूमि माताले हजुर यी भूमि माताले ल्याइसिने यी दुनियाँ यो नर्कमा परे। अब जस्तै ढुनिएर मर्ने सडेर मर्ने गलेर मर्ने देउ पिसाचहरूदेखि लिएर त्यस्ताले त झन् पाउँदै पाएन मुक्ति। जस्तै तपाईँ अब आफ्नो कालगतिले मर्नुहुन्छ भनेदेखि तपाईँको अब आफ्नो कर्म अनुसारको फल पाउने हो। आफ्नो कर्म हजुरले जस्तो कर्म गर्नुहुन्छ त्यही अनुसारको फल पाउने हो। मैले बुझेको चाहिँ यति हो। अब हजुरहरूले के बुझ्नुहुन्छ?